हजुर, नमस्ते नमस्ते, स्वागत छ मेरो अर्को एउटा नयाँ भिडियोमा हजुरहरूलाई। म चाहिँ आज तुलसीपुर 14 खौसापुरमा रहेको ड्याममा घुम्न आएको छु। साथमा छोरी र भाइको छोरा आएको छन् मसित घुम्नलाई। यो चाहिँ 14 नम्बर वडा खौसापुरको ड्याम हो। यो चाहिँ खौसापुर स्कुलदेखि दक्षिणतिर पर्छ। एकदम रमाइलो छ हेर्नलाई, घुम्नलाई आउन सक्नुहुन्छ। यहाँको रमणीय दृष्टिहरू हेर्न सक्नुहुन्छ। एउटा कटेज पनि छ त्यहाँ ड्याम भयो। पहिलाको गाई चरन, अहिले चाहिँ ड्याम भयो, पोखरीमा परिणत भएको छ। यो यता हेर्नुहोस्, यो अब ड्याम बानीको यता यो बस रोकिएको नै यहाँ चाहिँ ड्याम बानिएको छ। यो सर्लकै यो चाहिँ पिकनिक स्थल भयो, पिकनिक खाने ठाउँ है। सर्लकै यो गाडी रोकियादेखि हेर्नुभयो भनेपछि दृष्टि एकदम राम्रो देखिनेछ। एकदम हेर्नलाई आनन्द आउँछ, घुम्न आउन सक्नुहुन्छ अनि एकदम राम्रो छ। अब यो बिचमा चाहिँ एउटा कटेज छ, यो चाहिँ कटेज हो। यो कटेजको पछाडि अर्को खोला पनि छ, ड्याम, त्यो पनि हेर्न सक्नुहुन्छ। यो रुखहरूमा चाहिँ यो जलेवाहरू बस्छ, यो हाँसहरू, यो माछाकानी हाँस हो, पानी पनि डुबेर। अहिले जाडो सिजनमा त अरू हाँसहरू पनि त्यस्तै रमणीय दृश्य हेर्नको लागि हजुरहरू स्वयं आएर हेर्दाखेरि एकदम राम्रो हुनेछ, देख्न सक्नुहुनेछ। मैले चाहिँ छोटो भिडियो बनाउने प्रयास गरेको हो। हजुरलाई कस्तो लाग्यो एकचोटि आएर हजुरहरू स्वयं आएर हेरेर जान सक्नुहुन्छ भन्दै अहिलेलाई यति। फेरि अर्को भिडियोमा हस् त, नमस्ते।